गाइस म अहिले चाहिँ चौरी गाईले केन्द्रबिन्दु पारेर लगभग 20 मिटर 15 मिटर डिस्टेन्समा चाहिँ केन्द्रबिन्दु पारेर चौरी गाईको नजिक छु। अनि तपाईहरुलाई चौरी गाई कतिको मनपर्छ? मलाई चाहिँ साह्रै मनपर्छ। यो हिमाली गाई हो, हिमालमा हुने गाई देख्न सक्नुहुन्छ। यहाँ टुरिस्टहरूलाई फोटो खिच्नको लागि राखिएको चौरी गाईहरू हो। यो कुनै भारी बोक्ने होइन, हल्का फुल्का चढेर भिडियोहरू बनाउने अनि त्यसको लागि हुन्छ व्याकरणमा। म एकछिन नजिक गएर देखाउने प्रयास गर्छु। हाँ जी, देख्न सक्नुहुन्छ चौरी गाई। देख्न सक्नुहुन्छ चौरी गाई। अब बाबाई भन्न चाहन्छु। मेरो मिनी भ्लग यहीँ नै बन्द गर्न चाहन्छु। थ्याङ्क यू सो मच। यो चाहिँ सिमला दिल्ली जाने बाटो चाहिँ यता, अनि यता चाहिँ किनौर जाने बाटो, केदारनाथ जाने बाटो। अनि यहाँ देख्न सक्नुहुन्छ पुरै टुरिस्टहरू चाहिँ आइरहेको अवस्था छ। ट्रेभलर एक्सप्लोर आजको यति नै। देख्न सक्नुहुन्छ यहाँ चाहिँ हिमालमा अलिक चिसो हुने भएको कारणले गर्दाखेरि टुपीहरू पनि कपडाहरू पनि यस्तो खालको लगाउनु पर्छ। यहाँनिर व्याकरण लेख्न सक्नुहुन्छ पुरै टुरिस्टहरू। गाइस यतातिर चाहिँ घना जङ्गल छ। यहाँ चाहिँ बाघ भालु हरेक जनावरहरू पाउने गर्छ। देख्न सक्नुहुन्छ घना घोर जङ्गल। यो चाहिँ भारतको हिमाचल प्रदेश सिमलाको राजधानी आसपास, सिमला बजारको आसपास कुफ्री भन्ने ठाउँबाट तपाईँहरूले युट्युबमा पनि कुफ्री हिमाचल प्रदेश सिमला कुफ्री भनेर देख्न सक्नुहुन्छ, सर्च गर्न सक्नुहुन्छ। व्याकरणमा देख्न सक्नुहुन्छ कति सुन्दर चाहिँ बजार रहेको छ। यो चाहिँ देखिरहेको बजार चाहिँ सिमला बजार हो। ठुलो मल पनि रहेछ त्यहाँनिर। यहाँ चाहिँ घना घोर जङ्गल रहेको रहेछ। पुरा पाहाडे धोबीको सल्लाहहरूले भरिएको देख्न सकिन्छ। अनि हाँगाहरू निकै तलतिर लड्किएको अवस्था देखिन्छ। केही साल यता कम हिमपात भएको कारणले गर्दाखेरि हाँगा पनि सिधा भएको देखिन्छ। जलवायु परिवर्तनको कारणले गर्दाखेरि यो चाहिँ पछि गएर चाहिँ पहिले चाहिँ धेरै हिउँ पर्ने भएको हुनाले निकै नै लटक्कै तलतिर हुन्थ्यो हाँगा। अहिले चाहिँ सिधा भइसकेको छ। भारी हिमपात पऱ्यो भने भाँचिने सम्भावना छ। अब कहाँ घुम्ने अनि त्यसको विशेष सब नम्बर छ। यहाँ टुरिस्टहरू आउनलाई विभिन्न ठाउँहरू छ। यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ। अनि सब नम्बर 121बाट प्रयोग गरेको लागि देख्न सक्नुहुन्छ टुरिस्टहरू। जहाँ अहिले मैले भिडियो पोस्ट गरेको छु। अनि एप्पल ग्रिन, अनि त्यसपछि हर्स राइडिङ, जङ्गल राइड, अनि राकेशहरूमा, अनि त्यसपछि पर्यटन सुधार
कुफरे यो कुफ्री भन्ने ठाउँ हो। अनि कपाल जिप लाइन रे यहाँ देख्न सक्नुहुन्छ त्यसको भिलेज भ्यू। अनि भिलमा राइड रे राइड जम्पिङ रे अफरोडिङ रे अनि भिलेज भ्यू देख्न सक्नुहुन्छ सक्नुहुन्छ भने ओन्ली अन 4x4 जङ्गल सफारी अनि 1,20,000 पिकनिक सिक्सिङ 4x4 सिक्सिङ एडभेन्चर विथ 4x4 ओके देख्न सक्नुहुन्छ। आजको मिनी भ्लग बन्न गर्छु भने पनि लामो भयो अन्य भिडियोहरू हेर्दै गर्नु होला। बाइ बाइ। फेरि भेटौँला नेक्स्ट भिडियोमा। बाइ बाइ।